सम्पूर्णलाई नमस्कार। यो चाहिँ चिप्ले किरा हो। हजुरहरूलाई शरीरमा क्याल्सियमको कमी हुँदाखेरि वर्षमा 2टादेखि 3टा खानुभयो भने हजुरहरूको पहिला हड्डी भाँचेको अथवा हड्डीमा स्टिल लगाएको हड्डी सम्बन्धी कुनै समस्या छ भने पनि यसले हजुरहरूलाई एकदम राम्रो गर्छ। र हजुरहरूले चिप्ले किरा प्रयोग गर्नलाई यो सिङ्गे खानलाई गाह्रो हुन्छ भने यसको सानो चाहिँ सिङ्गे खान सकिन्छ। यो ठुलो चाहिँ हजुरहरूले तातो पानीमा चाहिँ यसलाई फिटेर अनि चिप्ले किरा निकालेर त्यो गिलासमा हालेर खानु होला। त्यसरी खाँदा हुन्छ। हजुरहरूको चाहिँ क्याल्सियमको मात्रा एकदम शरीरमा चाहिने जति मात्रा पुर्याउने काम गर्छ। यसले चाहिँ क्याल्सियमको कमी कहिले हुन दिँदैन। हजुरहरूले प्रयोग गर्नु होला। र हड्डी सम्बन्धी समस्या हुने, पछि गएर हड्डीको क्यान्सरसम्म यसले रोक्ने काम गर्छ। अध्ययन अनुसन्धान अथवा मैले यो चिप्ले किरा सम्बन्धी विभिन्न भिडियो अथवा किताबहरू, आयुर्वेदिक किताबहरू पढ्दाखेरि मैले यसको बारेमा जानकारी पाएँ। हजुरहरूले यसको बारेमा प्रयोग गर्नु होला र लाखौँ र करोडौँ बचाउनको लागि यसले मद्दत गर्छ। हजुरहरूले प्रयोग गर्नु होला। नजिकै पाइने घर गाउँमा सजिलै पाइन्छ भनेर यसको वास्ता अथवा यसलाई चाहिँ हामीले केही पनि होइन भनेर त्यस्तो तरिकाले नसोच्नु होला। र सबैले प्रयोग गर्नु होला। हस्त नमस्कार, धन्यवाद। भिडियो सेयर गरिदिनु होला।